Hello and good evening to all my viewers. तपाईहरुको माझमा प्रब्लम लिएर आइरहेको छु। यहाँ देख्दै गर्नु भएको सब्जीको बारीहरु मैले अस्ति देखि नै सब्जीहरु रोपेर मैले पानी हालेको छरेको भिडियोहरु बनाइरहेको थिएँ नि त। सो मलाई चाहिँ यहाँ के चाहिँ चित्त बुझेन भन्दाखेरि चाहिँ नि यो बेडमा चाहिँ छ नि, यो बेडमा मैले तोरी छरेको थिएँ, कसैले दिनु भएको थियो र मैले छरेको थिएँ। अन्त यहाँनिर चाहिँ मजाले आएको छ, यो देख्न सक्नुहुन्छ। झाड सँगसँगै मैले यहाँनिर अरु पनि केही कम्बिनेसन गरेर मिक्स गरेर छरेको थिएँ, यसरी आएको छ। बट अफसोस यो चाहिँ काँडा खालको रहेछ, यो गुजुजु देख्नुहुँदैछ नि, जुरु खालके काँडा खालके रहेछ हैन। अब यो त मलाई के न के भयो नि त, मलाई त मन पर्दैन, झन् अरूलाई कसरी म दिनु हैन। सो सेम यहाँनिर चाहिँ फेरि सेम बेडमा मैले प्याज सँगसँगै प्याज त मुनि फल्छ एटलिस्ट माथिनिर किन उयो हुनु भनेर चाहिँ मैले तोरी छरेको थिएँ। यहाँ पनि यहाँ चाहिँ मलाई 100% स्योर थियो पत्ता यस्तो हो भनेर, बट वाइ अदर त्यो जुन खानु हुँदैन त्यो चाहिँ यति बेसी फलिरहेको छ, फलिरहेको मतलब हौसिरहेको छ, र जुन खानुहुन्छ त्यो चाहिँ हेर्नु नि सानैदेखि पहेँलिएर इत्रुमै फुल्छ भन्नुहोस् त है, इत्रुमै फुलेर हो। मलाई मेरो भिडियो हेर्नुहुने हाफले त एग्रिकल्चर नै गर्नुहुन्छ, त्यो डोमिनेन्ट पाराले होइन, यो त अब युजुअली बस्तीमा बस्नेले गर्छ। सो मलाई चाहिँ यसको सल्युसन कसरी दिन सक्नुहुन्छ भनिदिनुहोस्। मैले सेम मल सेम जल हालेको तर पनि यसरी डिफरेन्स आइरहेको छ, मैले जानेको छुइनँ होला सायद। मलाई सिकाइदिनुहोस् यसमा के कमी भएको छ, के हाल्नुपर्छ, कि चाहिँ दुईटा कम्बिनेसन गरेर हाल्नु हुन्थेन कि। सो भनिदिनुहोस् भनेर म होप गर्छु। अन्त कमेन्टमा भनिदिनुहोस् है, मैले जानिन छु के गर्नुपर्छ भनेर।